नमस्कार साथीहरु, आज चाहिँ घरबाटै गर्दैछु। भर्खर एउटा न्युज हेरेँ, बालन शाह र महानगरपालिकाको इस्युको बारेमा केही बोल्न मन लाग्यो। बालन मेयर हुनुहुन्छ र सुन्दै आएको कुरामा चाहिँ प्रशासकीय प्रमुख चाहिँ सरकारले पठाएको छैन, त्यो सरकारले पठाउनु पर्ने भन्ने सुन्नमा आएको छ। र यसमा जसले पनि बालनजीलाई दोष दिनुहुन्छ त्यो चाहिँ सरासर गलत जस्तो लाग्छ, किनकि यसमा बालनजीको गलत हुन सक्दैन। त्यो प्रशासकीय अधिकृत पठाउनु सरकारको दायित्व हो भने सरकारलाई दबाब दिनुपर्छ, सरकारलाई कराउनुपर्छ। हुन्छ मिल्छ भने बरु सिंहदरबारमा जानुपर्छ, सिंहदरबार घेराउ गर्नुपर्छ, किनकि यो बालनजीको चाहिँ अधिकारबाट बाहिरको कुरा जस्तो लागेको छ मलाई। त्यसैले बालनजीलाई चाहिँ कराउनु, बालन शाहले गर्दाखेरि यस्तो भयो भन्नु चाहिँ सरासर गलत जस्तो लाग्छ। त्यसैले मेरो विचारमा चाहिँ बालनजीको यसमा कुनै पनि दोष छैन। हो, एउटा मानवताको हिसाबले या मेयरको हिसाबले सहकार्य गर्न सकिन्थ्यो होला, तर त्यो उहाँको व्यक्तिगत इच्छा जस्तो पनि लाग्छ। किनभने सरकारसँग, सरकार प्रमुखहरूसँग कुनै मन मिल्दैन भने त्यो गएर झुकेर कराउनु पनि जस्तो पनि लाग्दैन। सबैले आफ्नो ठाउँबाट आफ्नो दायित्व पुरा गर्नुपर्छ। त्यसैले यसमा चाहिँ सरकारले आफ्नो दायित्व नपुर्याइरहेको जस्तो लाग्छ र बालनलाई अप्ठ्यारो पार्नको लागि र जनतालाई चाहिँ देख्यौ तिमीहरूले चाहिँ एउटा स्वतन्त्र व्यक्तिलाई जिताएर पठायो भने हामी यस्तो गर्छौँ भन्ने दबाब दिएको हुनसक्छ। त्यसैले यसको विरुद्धमा चाहिँ आवाज उठाउन जरुरी छ र सरकारलाई बारम्बार दबाब दिन जरुरी छ, विशेष गरी प्रधानमन्त्रीज्यूलाई। धन्यवाद, थ्याङ्क यू।